साथीहरूले आज चाहिँ टेस्ट हान्दैछिन् कसरी टेस्ट हान्छन् भने यो कुखुराको मासु पाक्दैछ हाम्रो घरमा चाहिँ कस्तो छ मिठो छ मिठो छ अनि चाहिँ मासु चाहिँ पाकेछ साथीहरूले मिठो बनाएको ल के छ भन्न हैन मासु कस्तो बनायो मिठो कसरी मिठो बनायो साथीहरूले धनिया चाहिँ राख्न बिर्सिन् क्या हो ल धनिया पनि राख सबै ल हाम्रो घरमा चाहिँ अब फर्स्ट टाइम चाहिँ हाम्रो साथीहरूले चाहिँ आज चिकन मासु हैन रेसिपी ल रेसिपी कस्तो छ भन्ने मैले अब यहाँ अलि यहाँ उसमा चाहिँ कराईमा देखेको छैन यहाँ लाइट बालेर देखाउँछु हाम्रो घर यस्तै छ रेसिपी यो मासु कति अरे एक पाउ एक पाउ मासुलाई युट्युबमा हेरेर बनाएको हो एक पाउ मासु युट्युबमा हेरेर बनाएको रेसिपी हैन रेसिपी त यसमा भात पनि चाहिन्छ त अब मासु पाक्दैछ ल अब एकछिनपछि हामीले खाएको भिडियो पनि राख्छौँ हैन